जनताले ढालेका छन् उसका हरेक अवशेषलाई उखालेर फालेका छन्। मै हुँ भन्ने तानाशाहलाई जनताले ढालेका छन् उसका हरेक अवशेषलाई उखालेर फालेका छन्। जनताका छोराले जागिर खोसिदिएपछि राजा अचन इन्टरनेटमा जुवा खेल्न थालेका छन्। साहित्यिक अभिवादन यो चौरसे पत्रिका तर्फबाट। आज मेरो भागमा एउटा गजल वाचन गर्ने अवसर मिलेको छ, तर गजल मोदीको विरुद्धमा लेखेको छ, अर्थात् सिंगारिक धारबाट भिन्न धारमा छ, वर्तमान समसामयिक राजनीतिमा आधारित। धेरै कुरा बोल्ने मलाई अनुमति नआए पनि सानो कुरा बोल्न आग्रह पनि गरिएको छ। यदि तपाईहरु साहित्यप्रति रुचि राख्नुहुन्छ, यदि इन्टरनेटमा तपाईहरुका औलाहरू सर्वलन छन्, यदि तपाईका रचनाहरू विश्वव्यापी गर्न चाहनुहुन्छ भनेदेखि अनलाइनको माध्यमबाट मसँग सम्पर्क राख्नुहोला। चहल सयपत्रीले एउटा ब्लग सञ्चालन गरेको छ, साहित्यिक सयपत्री ब्लग। तपाईका रचनाहरूलाई 24 घण्टा स्वागत छ, 24 घण्टा अपडेट भइरहेको छ। र आज वाचन गरिएका गजलहरू मैले क्यामेरामा रेकर्ड गरेका खिचेका फोटोहरू र पाएका रचनाहरूलाई मैले 1 हप्ताभित्र इन्टरनेटमा राख्नेछु। यदि तपाईँ पनि उत्सुक हुनुहुन्छ भने मसँग सम्पर्क राख्नुहोला। धन्यवाद। धेरै बोल्दिनँ, एउटा गजल सुनाउँछु। तानाशाहका सपनाहरू जल्दैछन् बिस्तार बिस्तार, तानाशाहका सपनाहरू जल्दैछन् बिस्तार बिस्तार, गणतन्त्रका राकाहरू बल्दैछन् बिस्तार बिस्तार। 237 वर्षे पुराना ती खम्बाहरू, 237 वर्षे पुराना ती खम्बाहरू 19 दिनको आँधीले नै ढल्दैछन् बिस्तार बिस्तार, तानाशाहका सपनाहरू जल्दैछन् बिस्तार बिस्तार। जनताका छोरालाई कमजोर नसम्झनुहोस् हजुर, मैले जाने भने जनताका छोरालाई कमजोर नसम्झनुहोस् हजुर, हजुरका सबै जरा उखाल्दैछन् बिस्तार बिस्तार, तानाशाहका सपनाहरू जल्दैछन् बिस्तार बिस्तार। कुन देशमा हो शरण लिने, कुन देशमा हो शरण लिने तयारी गरे हुन्छ, देशबाट त लखेट्ने कुरा चल्दैछन् बिस्तार बिस्तार, तानाशाहका सपनाहरू जल्दैछन् बिस्तार बिस्तार। हजुरले नै दुध पिलाई पालेका ती साँपहरू, हजुरले नै दुध पिलाई पालेका ती साँपहरू अहिले हजुरतिरै विष उगल्दैछन् बिस्तार बिस्तार, तानाशाहका सपनाहरू जल्दैछन् बिस्तार बिस्तार, गणतन्त्रका राकाहरू बल्दैछन् बिस्तार बिस्तार। धन्यवाद।